साँचो आराधनाको लागि आफैलाई नवीकरण गर्नु। मत्तीको पुस्तकबाट 7 अध्यायको 24 देखि 29बाट र अरू खण्डबाट पनि हामी सिक्नेछौँ। हामीले जीवनमा सुधार गर्नुपर्ने कुराहरू धेरै होलान्, जुन चाहिँ आज हामीले एउटा कुरालाई हेर्नेछौँ। हाम्रो विश्वासी जीवनमा, ख्रिस्टीय जीवनमा, हाम्रो जीवनमा हामीले नवीकरण गर्नुपर्ने, हामीले सुधार गर्नुपर्ने मुख्य कुराहरूमध्ये एउटा आज हामी सिक्नेछौँ। त्यो हो हाम्रो जीवनमा वचन अध्ययनको विकास गर्नु। वचन अध्ययन र परमेश्वरको वचन अध्ययन गर्ने, परमेश्वरको वचन मनन गर्ने, परमेश्वरको वचन सुन्ने, परमेश्वरको वचन सिक्ने बानीको विकास गर्नु, त्यसमा सुधार ल्याउनु, त्यसमा क्रान्ति ल्याउन आवश्यकता छ। आज मानिसहरू वचनदेखि धेरै टाढा भएका छन्। वचन पढ्नदेखि, वचन सुन्नदेखि, वचन सिक्नदेखि हाम्रो जीवनहरू धेरै टाढा पुगेको छ। आधुनिक युगमा हामी जिएका छौँ। हामीसँग हाम्रो हातमा संसार छ, मोबाइल डिजिटल कुरा युग छ हाम्रो हातमा। तर हामीले आज वचन अध्ययनमा हामी शिथिल भएको छौँ। अनि वचन सुन्न र वचन सिक्न, वचन बुझ्न हामीले आफ्नो लगानी गरेका छैनौँ। हामी त्यहाँनिर चुकेका छौँ। हामी त्यहाँनिरबाट हामी उठ्नु छ र हामीले त्यहाँनिरबाट आफैले परिवर्तन गर्नु छ र आफै त्यहाँनिर परिवर्तन हुनु छ। धेरै कुराहरू छन्, तर आज हामी वचन सुन्नका लागि, वचन बुझ्नका लागि त्यो बानी, त्यसको सुधार है, त्यसको आदतहरू हामीले बसाल्नु परेको छ। त्यसकारण आज हामीले आफैलाई नवीकरण गर्नु परेको छ। आमेन। तपाईँ र मैले आफैलाई नवीकरण चाहिँ कहाँबाट गर्ने भने, जहाँनिर हामी लडेको थियौँ, जुन कुरामा चुकेको थियौँ, जुन कुरा हामीले गर्न सकेको छैन, जुन कुरा चाहिँ हामीले गर्न पाएको छैन, गर्न सकेको छैन, त्यो कुराबाट तपाईँ र म उठ्नु परेको छ र तपाईँ र म त्यहाँबाट फेरि आफ्नो जीवनलाई सुरुवात गर्नु परेको छ। त्यहाँबाट तपाईँ र म फेरि नवीकरण हुनु छ। त्यहाँबाट तपाईँ र म फेरि हामी परिवर्तन हाम्रो जीवनमा ल्याउनु परेको छ। परमेश्वरको वचनमा तपाईँ र मैले आफैलाई सुधार ल्याउन छ। वचन अध्ययन गर्ने बानीमा सुधार ल्याउन छ। विकास गर्नुहोस्, नवीकरण गर्न जरुरी छ। मण्डली, तपाईँ र म वचनदेखि धेरै टाढा पुगेका छौँ। आज अघि हामी प्रार्थनाको विषय सुन्दै थियौँ कि मण्डली परिवारमा प्रार्थनाको वेदी छैन, अनि वचन अध्ययनको आदतहरू, वचन स्टडी गर्ने, अध्ययन गर्ने बानीहरू हराउँदै गएको छ। अरू कुराले चाहिँ हामीलाई थिच्दै ल्याएको छ। हाम्रो अरू थोकहरूले, अरू चिजहरूले हाम्रो वचन अध्ययन गर्ने समयहरू गरेर अगाडि आउँदैछ। त्यसकारण तपाईँ र मैले आज परमेश्वरको वचन पढ्नका लागि आफैलाई नवीकरण गर्नेछौँ। वचनको गहिराईमा परमेश्वरलाई भेट्नु। आमेन है। वचनको गहिराईमा परमेश्वरलाई भेट्नु। त हामी इसाईहरू अब परमेश्वरको वचनमा फर्किनुपर्छ। अब हामी इसाईहरू आफैलाई सुधार गर्नु छ भने, आफैलाई नवीकरण गर्नु छ भने, र साँचो आराधना तपाईँ र मैले बुझ्नु छ भने, तपाईँ र म परमेश्वरको वचनमा फर्केर आउनुपर्छ। परमेश्वरको वचनमा फर्केर आउनु आवश्यकता छ। परमेश्वरको वचन गहिराई, परमेश्वरको वचनको गहिराईमा फर्केर आउनु र परमेश्वरको वचन सिक्नु खाँचो छ। त्यसको तपाईँ मैले हाम्रो आराधना गर्ने लिडरहरूले, हामी वर्शिप गर्ने, परमेश्वरलाई आराधना गर्ने जातिहरूले, मण्डलीले परमेश्वरको वचनको गहिराई जानेको छैन भने परमेश्वरलाई तपाईँ मैले राम्रोसँग चिनेको पनि छैन। तर उहाँको हृदय चाहिँ देखेको छैन, उहाँको मन चाहिँ देखेको छैन। तर तपाईँ र मैले परमेश्वरलाई राम्रोसँग चिन्नु हो र साँचो आराधना गर्नु हो भनेदेखि चाहिँ तपाईँ र म आज परमेश्वरको वचनतिर फेरि फर्केर आउनुपर्ने हुन्छ। हामीले बाटो बिराएका छौँ प्रियहरू। हामी इसाई जीवन हिँड्दै जाँदाखेरि, हामी गर्दै जाँदाखेरि, हामी प्रार्थना गर्दै हिँड्दै जाँदाखेरि हामी बाटो बिराउँछौँ। त्यो बाटो बिराएको थाहा गर्नुपर्छ हामीले। मैले कहाँनिर मिस्टेक गरेँ भन्दाखेरि, मैले परमेश्वरको वचनलाई तिरस्कार गरेको छु। वचन मैले पढेको छैन, अध्ययन गरेको छैन, वचन सिकेको छैन, वचन बुझेको छैन। त्यसका तपाईँ र म मण्डली, नेपालको क्रिस्चियन जगत मण्डली चाहिँ परमेश्वरको वचनमा फर्केर आउनुपर्छ। कसरी मानिसहरू होल्लाको भरमा, सुनेको भरमा, अरेको भरमा मानिसहरूले आफ्नो विश्वासको व्याख्या गर्छन्। मानिसहरूले दर्शन देखेको भरमा है, मानिसहरूले फुस्रे कुरा भनेको भरमा, मानिसको सिद्धान्तका, मानिसको झुटा दन्ती कथाहरूको कुरामा हामी मक्ख परेको हुन्छौँ।
त्यो अनुसारले हामीले आफ्नो जीवनलाई, आफ्नो सेवकाईलाई, आफ्नो जीवनलाई बुझेको हुन्छौँ। त तपाईँ र मलाई परमेश्वरको वचनको गहिराईमा तपाईँ र मैले अझै पुगेको छैनौँ। त्यो तपाईँ र म पास्टर अगुवादेखि लिएर तपाईँ हामी सबै विश्वासीहरू परमेश्वरको वचनमा फर्किन आउनुपर्छ। तपाईँको मेरो अब वचन अध्ययन, वचन सिक्ने, वचन पढ्ने, वचन सुन्ने बानीको विकास हामी तपाईँले मैले गर्नुपर्ने हुन्छ। किनकि हामी त्यो कुरालाई हामीले ध्यान दिनुपर्ने हुन्छ। वचनको गहिराईको ज्ञानमा आराधना गर्नु। हामीले कहिले के भन्छौँ भने परमेश्वर चाहिँ भावनात्मक भेट्न चाहन्छ। हामी आराधना गर्दाखेरि रुन चाहन्छौँ। ओ आज त कति राम्रो आराधना भएको। हामी स्वभावैले हामी भावनामा बनेको छौँ, इमोसनमा बनेको छौँ। हामीले आज राम्रो गीत गायो भने, राम्रो म्युजिक बजायो भने हामी रुन्छौँ। हामीलाई छुन्छ, त्यो गीतहरूले, त्यो शब्दले छुन्छ। तर त्यो भावना चाहिँ एकछिन, त्यो भावना इमोसन चाहिँ एकछिन हुन्छ, एकछिन रुन्छ, त्यसपछि सक्यो। तर जब हामी परमेश्वरको वचनको गहिरो अध्ययन ज्ञान हुन्छ, त्यो आराधनाको गहिराई सदा सदा रहनेछ। त्यसले त्यो वचनको गहिराईमा आराधना बुझेको छ, त्यो गहिराईमा ईसाई जीवन बुझेको छ, त्यो गहिराईमा परमेश्वरलाई उसले चिनेको छ। त्यसकारण उसको जीवनहरू चाहिँ चट्टानमाथि बसालेको हुनेछ। आमेन है। वचन चाहिँ जब तपाईँमा वचन अध्ययन गर्छौँ, जब हामी वचन सुन्छौँ, सिक्छौँ, त्यो वचनको गहिराई ज्ञानमा हामी डुब्छौँ, त्यसपछि तपाईँ र मेरो जीवन चाहिँ परमेश्वरको वचनको गहिराईको त्यो गहिराईमा तपाईँ र मेरो वचन जीवन चाहिँ बनेर गएको हुन्छ। त्यो जग, त्यो फाउन्डेसन, तपाईँ र मेरो जीवनको जग फाउन्डेसन चाहिँ वचनको गहिराईमा बनेको हुन्छ। वचनको गहिरो ज्ञानको सेडीमा, अध्ययनमा बनेको हुन्छ, जुन चाहिँ ख्रिस्टको सिद्धान्त हो, जुन चाहिँ परमेश्वरको सिद्धान्त हो। हामी त्यो जीवनहरू चाहिँ है, अघि मत्तीको पुस्तकमा भनेको त्यो जीवनहरू चाहिँ आँधी आउँदा, हुरी आउँदा, है बाढी पहिरो आउँदा त्यो जीवन चाहिँ अडिएर बस्नेछ। हामी है सबै खालका समस्याहरू आउँदाखेरि, सबै खालका पीडाहरू, कष्टहरू जीवनमा आउँदाखेरि पनि त्यो जीवन, किनभने त्यो गहिराईमा, वचनको ज्ञानको गहिराईमा उसले वचन जानेको छ, उसले वचन बुझेको छ, पढेको छ, अध्ययन गरेको छ। त्यसकारण ऊ अडिएर बस्न सक्छ के है। हावातालमा मान्छेले भनेको भरमा हामी हाम्रो विश्वासको जीवन लयमा लगिरहेको हुन्छ के है, लयमा लगिरहेको हुन्छ। फेरि परमेश्वरको वचनको गहिराईमा तपाईँ र मेरो ज्ञानको गहिराई तपाईँ र मैले सिक्न पर्छ। त्यो वचनको गहिराईमा बुझ्नको लागि बाहिर चाहिँ पढ्नुपर्छ प्रियहरू। तपाईँ र मेरो जीवन चाहिँ वचनको गहिराईमा ज्ञानमा बढ्नु हो भनेदेखि चाहिँ तपाईँ र मैले वचन सुन्नै पर्छ, पढ्नै पर्छ। यदि वचन नपढिकन तपाईँ र मैले आफ्नो विश्वासको सिद्धान्त कुरा गर्छौँ भने गलत कुराहरू हुन्। त्यसका तपाईँ र मैले वचनको गहिरो अध्ययन तपाईँ र मलाई खाँच्नु पर्छ। प्रभुको वचनसँग मैले जिएको छु भने तपाईँ र मैले सन्तुष्ट हुनुपर्छ। मैले परमेश्वरको वचनको गहिराईमा, परमेश्वरको वचनको गहिरो ज्ञानमा, अध्ययनमा परमेश्वरलाई भेट्नु, उहाँको गहिराको ज्ञानमा उहाँलाई आराधना गर्नु कति सुन्दर हुन्छ। त्यसकारण एज्राको जीवनबाट हामी छोटो नेहमियाको पुस्तकबाट एज्राको जीवनबाट हामी छोटो अध्ययन गर्नेछौँ। एज्रा नेहमियाको पुस्तक 8देखि 9मा तपाईँले पढ्नुभयो भने एज्राको मुख्य काम भनेको चाहिँ वचन सिक्नु, वचन सिकाउनु। एज्रा चाहिँ शास्त्री हो। ऊ चाहिँ शास्त्री भनेको चाहिँ वचनको विद्वान है, वचनको ज्ञानी, वचन जानेको, वचन सिक्ने, पढ्ने, अध्ययन गर्ने मानिस। आफ्नो जीवनै वचन पढ्न, वचन सिकाउन उसले लगानी गरे र उनीहरूले इजरायलीहरूलाई त्यो जीवन जिउनका लागि उत्साह गरे। हेर्नुहोस् त, इजरायलीहरूको जीवनमा एउटै कुरा थियो, सुधार गर्नुपर्ने, नवीकरण गर्नुपर्ने खाँचो चाहिँ के थियो भने उनीहरू खासै नयाँ विश्वासी थिएनन्। उनीहरू सबै पुरानो विश्वासी, परमेश्वरलाई चिनेका, परमेश्वरलाई जानेका विश्वासी थिए इजरायलीहरू। हेर्नुहोस् त, तर उनीहरू चाहिँ पुराना इसाईहरू थिए, विश्वासी थिए, तर उनीहरूमा परिवर्तन थिएन। उनीहरू परमेश्वरको वचन भुलेका थिए, परमेश्वरको वचन पढ्दैन थिए, उनीहरूले परमेश्वरको व्यवस्थाले उनीहरू पढ्दैन थिए। त्यसकारण जब उनीहरूले वचन पढ्न छोडे, त्यसपछि परमेश्वरले एज्रा शास्त्री पुजारीलाई पठाउनु भयो। एज्रा राजकीय वंशका शास्त्री, विद्वान, परमेश्वरको वचनको ज्ञानमा पोख्त थिए। उनी एज्राको चरित्र चाहिँ के थियो भने परमेश्वरप्रति निष्ठावान, विश्वासयोग्य, उनी परमेश्वरको वचनको ज्ञानमा खरिएका है, तल्लीन भएका मानिस थिए। एज्राको मुख्य काम चाहिँ मण्डलीमा है, चर्चमा, विश्वासीको माझमा, इजरायलीको माझमा
परमेश्वरको धार्मिकता कायम राख्न थियो। परमेश्वरको धार्मिकता कायम, त्यो धार्मिकता कसरी कायम राख्ने भन्दाखेरि चाहिँ परमेश्वरको वचन अध्ययन गरेर, परमेश्वरको वचन अध्ययन गरेर, पालन गरेर, सिकेर परमेश्वरको धार्मिकतालाई उनीहरूले इजरायलले कायम राख्न चाहन्थे। उसको जीवन उसले पुरै त्यसमा उसले आफ्नो जीवनलाई पुरै वचन अध्ययन र सिकाउनमा, मण्डलीमा सुधार ल्याउनु थियो, उसले नवीकरण ल्याउनु थियो, परमेश्वरको वचन सिकाइमा, परमेश्वरको वचन बुझाइमा क्रान्ति ल्याउनु थियो। इजरायललाई भेला गरेर उसले वचन सिकाउने काम गर्थे। अनि वचन सिकाउने काम न्यायमयको पुस्तक तपाईँले 8 अध्याय तपाईँले पल्टाउनु भयो भने यहाँनिर हेर्नेछौँ। यहाँ लेखेको छ, 7औं महिना लाग्दा जब इजरायलले आफ्ना सहरहरूमा स्थापित भएका थिए, तब सबै मानिसहरू पानी ढोकाका सामुको चोकमा एउटै मानिसहरू गरी भेला भए। परमप्रभुले इजरायललाई आज्ञा गर्नुभएको मोसाको व्यवस्थाको पुस्तक ल्याउन तिनीहरूले शास्त्री एजरालाई भने। तसर्थ 7औं महिनाको पहिलो दिनमा पुजारी एजराले समुदायको सामने अर्थात् सुनेका कुरा बुझ्न सक्ने सबै पुरुष र स्त्रीहरूका सामान्यको व्यवस्थाको पुस्तक खोले। व्यवस्थाको पुस्तक खोले, वचन खोले, 5वटा पुस्तक, व्यवस्थाको पुस्तक 5वटा पुस्तक खोले। पुरुष र स्त्रीहरू भेला भएको छन् वचन सिक्नका लागि। 7औं महिनामा इजरायलले समुदायको सामने अर्थात् सुन्न सक्ने, बुझ्न सक्ने, पढ्न सक्ने मानिसहरू, स्त्री र पुरुष भेला गरे, व्यवस्थाको पुस्तक खोले, वचन खोले। तिनले त्यसबाट पानीको ढोकाको सामुको चोकपट्टि फर्केर बिहानदेखि मध्य दिनसम्म पुरुष र स्त्री र बुझ्नेहरूको उपस्थिति पढे र सबै मानिसहरूले व्यवस्थाको पुस्तकबाट पढेको कुरा ध्यानसित सुने। ध्यान दिएर परमेश्वरको वचन सुनेको छ। के गरेको छ अरे? ध्यान लाएर सिकेको छ, वचनको गहिराई भनेर गहिरेको छ। शास्त्री एजरा यस्तै कामको लागि बनाएको एउटा काठको मञ्चमा उभिएका थिए। एउटा अर्को काठ पुलपिट भन्छ, यहाँबाट मण्डलीको पुलपिट भन्ने कुरा चाहिँ यहाँबाट सुरु भयो। हाम्रो मार्टिन लुथर भन्ने व्यक्तिले परमेश्वरको जनलाई के भन्छ भने पुलपिट चाहिँ परमेश्वरको वचन घोषणा गर्नको लागि बनेको हो, परमेश्वरको वचन अध्ययन गराउनका लागि। अनि एजाले काठको मञ्चमा उभिएर दाहिने देब्रेपट्टि अरू मानिसहरू थिए। अनि परमेश्वरको व्यवस्था उसले बिस्तारै उसले पढाउँदै थिए र मानिसहरू ध्यान दिएर सुन्दै अध्ययन गर्दै थिए। 5 पदमा इजरायलले पुस्तक खोले, सबै मानिसहरू तिनलाई देख्न सके, किनकि तिनीभन्दा तिनी उच्चमा खडा भएका थिए है। जसरी तिनले पुस्तक खोले, सबै मानिसहरू खडा भए। जब उसले व्यवस्थाको पुस्तक खोले, मानिसहरू परमेश्वरको वचनको आदर गर्नका लागि उभिए। परमेश्वरको वचनलाई आदर गर्नका लागि सबै मानिसहरू उभिए। त्यसरी परमेश्वरको वचनको भय उनीहरूले मान्दथे। हेर्नुहोस् त, उनीहरूले वचन खोल्ने बित्तिकै डराउँथे, अब परमेश्वरको वचनमा के भन्ने हो भनेर। 6 पदमा है एजाले परमप्रभु महान परमेश्वरको प्रशंसा गरे र सबै मानिसहरूले आफ्ना हात उठाएर यसो भनेर जवाब दिए, आमेन आमेन। त्यसपछि तिनीहरूले आफ्नो शिर निहुराएर परमप्रभुको सामुने विनम्रपूर्वक धन्यवाद गरे। आमेन। जब वचन सुनाइयो, इजरायलले वचन व्यवस्था पाठ गर्यो, उनीहरूले भन्यो, परमेश्वरको प्रशंसा गर्यो। पहिला वचन पढियो, त्यसपछि परमेश्वरको स्तुति गरियो, अनि त्यसपछि तपाईँ मानिसहरूले यस्तै होस् आमेन भन्दै आफ्नो शिर निहुराएर उनीहरूले परमेश्वरलाई धन्यवाद र आदर दिएका छन्। तिनीहरूले परमेश्वरको व्यवस्थाको पुस्तक राम्ररी पढेर त्यसको अर्थ मानिसले बुझ्न सक्ने गरी बुझाइदिए। इजरायलको मुख्य काम भनेको वचन बुझाउन थियो र इजरायलले परमेश्वरको वचन व्यवस्थाको पुस्तक राम्ररी पढेर त्यसको अर्थ मानिसहरूको सामने बुझ्ने गरी उनीहरूले सुनाइदिए र सुने। के आज हामीले वचन पढेको छौँ? के आज तपाईँ र मैले वचन बुझेका छौँ? के तपाईँ र मैले बाइबल खोल्छौँ कहिले? के तपाईँ र मैले वचन पढ्ने बानीको विकास गरेको छौँ? तर परमेश्वरको वचनको गहिराइमा तपाईँहरूमा कति गहिरेको छ? तपाईँ मेरो जीवन त्यहाँ बसालेको हुनुपर्छ प्रियहरू। वचनको शिक्षाको गहिराइमा 13 पदमा महिनाको दोस्रो दिनमा परिवारका मुख्य मानिसहरू, पुजारीहरू लेवीका साथमा व्यवस्था अध्ययन गर्न शास्त्री एजराको सामुने भेला भए। परिवारको मुख्य व्यक्तिहरू, परिवारका आमाहरू, बाउहरू परमेश्वरको वचन अध्ययन गर्नका लागि, सबैले भन्नुहुन्छ के को लागि रे? परिवारको मुख्य व्यक्तिहरू, आमाहरू, बाउहरू परमेश्वरको वचन अध्ययन गर्नका लागि पुजारी शास्त्री कहाँ आउँछन्। ल कति तृष्णाको वचन सुन्नका लागि
मुख्य मुख्य व्यक्तिहरू शास्त्रीहरू तिनीहरू भेला भएका छन्। उनीहरूले परमेश्वरको वचन सुन्नका लागि आफूलाई खुला राखेका छन्। परमेश्वरको वचनले यसरी मुख्य मुख्य व्यक्तिहरू, आमाहरू, बाउहरू परमेश्वरको वचन सुन्न सिक्नका लागि, बुझ्न र पालना गर्नका लागि उनीहरू तयार भएका छन्। हामीले आफ्नो जीवनमा लागू गर्नुपर्ने हुन्छ, त्यो हामीले सुन्नुपर्ने, सिक्नुपर्ने हुन्छ। वचनको गहिराइमा तपाईँ र म जिउनुपर्ने हुन्छ र हामी हिँड्नुपर्ने हुन्छ। 9 अध्यायमा 26 पदमा 9को 26मा तर तिनीहरू अनाज्ञाकारी भएर तपाईँको विरुद्धमा बागी भए, तिनीहरू तपाईँको व्यवस्थाको वास्ता गरेनन्। इजरायलको मुख्य समस्या भनेको चाहिँ परमेश्वरको व्यवस्थाको व्यवस्था गर्नु। इजरायलले त्यहाँको विश्वास, त्यो मण्डलीको सबैभन्दा समस्या भनेको चाहिँ परमेश्वरको वचनको व्यवस्था गर्ने, नपर्ने, वास्ता नगरेनन्। तिनीहरूलाई तपाईँतर्फ फर्काउनलाई गम्भीर चेतना दिने तपाईँका अगमवक्ताहरूलाई तिनीहरूले मारे। वचन सिकाउने अगमवक्तालाई मारे। उनीहरू पढ्न चाहेन, घमण्डी भए, अटेरी भए, बागी भए भने जस्तो होइन त है। तपाईँको विरुद्धमा बागी भए। उनीहरूले व्यवस्थालाई वास्ता गरेन, परमेश्वरको वचनलाई वास्ता गरेन। परमेश्वरको वचनको इजरायलको सबैभन्दा समस्या भनेको चाहिँ, मण्डलीको समस्या चाहिँ परमेश्वरको वचनको व्यवस्था गर्नु, परमेश्वरको वचन अध्ययन नगर्नु है। उनीहरूले हामी सक्षम छौँ जान्नु है, परमेश्वरको आशिष हामीले पायौँ, हामी स्वस्थ छौँ, हामी बलियो छौँ, हामीले आशिष पाएका छौँ। परमेश्वरले आफ्नो वचनको गहिराइमा तपाईँ र मलाई सिकेको चाहनुहुन्छ। 29 पदमा प्रभुले हामीलाई चेतावनी दिनुहुन्छ। 29 पदमा यहाँ लेखेको छ, तपाईँले तिनीहरूलाई आफ्नो व्यवस्थातिर फर्कनलाई चेतावनी दिनुभयो। परमेश्वरको वचनमा फर्किन प्रभुले हामीलाई अब चेतावनी दिनुहुन्छ मण्डलीलाई, तिमीहरू मेरो वचनतिर फर्केर आऊ। हेर्नुहोस् यहाँ के बनाउँछ, 29 पदमा 9को 29मा यहाँ लेखेको छु, तपाईँहरूले तिनीहरूलाई आफ्नो व्यवस्थातिर फर्कन चेतावनी दिनुभयो, तर तिनीहरू हत्ती भएर तपाईँको आज्ञा उल्लङ्घन गरे। परमेश्वरले घरिघरि भएर फर्केर आऊ, तिमीहरू मेरो वचनमा पाप नगर है, तिमीहरू हट्टी भएको छौ, परमेश्वरको वचनतिर फर्केर आऊ, परमेश्वरको वचनलाई हेर, पालना गर, बुझ, सिक, तिमीहरूको जीवन पाउनेछ। तिमीहरूले तपाईँले घरिघरि चेतावनी दिनुभयो। तपाईँ र मलाई परमेश्वरले आज बिहान भन्नुहुन्छ, उहाँको वचनमा फर्केर आऊ। आमेन। वचन अध्ययन गर। परमेश्वर आफ्नो वचन त तपाईँसँग बोल्नुहुनेछ। जब तपाईँ वचन अध्ययन गर्नुहुनेछ, परमेश्वर तपाईँसँग बातचित गर्नुहुनेछ। परमेश्वरसँग बातचित गर्ने एउटै मात्रै माध्यम छ, परमेश्वरको वचन। उहाँ आफ्नो वचनद्वारा बोल्नुहुन्छ। हामी प्रार्थनामा उहाँसँग बोल्छ। उहाँ आफ्नो वचनद्वारा हामीसँग आफ्नो कुरालाई प्रकट गर्नुहुन्छ है। आफ्नो कुरालाई उहाँले के गर्नुहुन्छ, प्रकट गर्नुहुन्छ र हामीसँग बोल्नुहुन्छ। त्यसकारण मण्डली परमेश्वरले हामीलाई भन्नुहुन्छ, तिमीहरू मेरो वचनमा फर्केर आऊ, वचन अध्ययन गरेर सुन, सिक, बुझ र तिम्रो जीवनलाई त्यो चट्टानमा, त्यो वचनको गहिराइमा तिमीले बसाउनु पर्ने हुन्छ। वचनको गहिराइमा तपाईँ र मैले आफ्नो जीवनलाई, तपाईँ र मैले आफ्नो जीवनलाई तपाईँ र मैले बनाउनु पर्ने हुन्छ। 9को 34मा तपाईँले नेहेमियाको पुस्तक 9को 34मा के हुनेछ भने, हाम्रा राजाहरू, अगुवाहरू, पुजारीहरू र पुर्खाहरूले तपाईँको व्यवस्था पालना गरेन। हाम्रो पुर्खाहरूले, हाम्रो अगुवाले, हाम्रो राजाहरूले तपाईँको वचनलाई उल्लङ्घन गरे। उनीहरूको आफ्नो शक्तिमा हाम्रो पुर्खाहरूले तपाईँको व्यवस्था पालना गरेनन् र तपाईँले दिनुभएका आज्ञाहरू र चेतावनीहरूको वास्ता गरेन। तपाईँले दिनुभएको वचन, तपाईँले दिनुभएको व्यवस्था, नियम उनीहरूले उल्लङ्घन गरे अनि उनीहरू आज पतन भएका छ। इजरायलमा धेरै राजाहरू पतन भए, धेरै अगुवाहरू पतन भए। एउटै मात्रै कारण हो, परमेश्वरको वचन नपढ्नु, नटेर्नु, अनाज्ञाकारी हुनु, परमेश्वरको वचनलाई नसुन्नु, पालना नगर्नु। प्रभुले हामीलाई भन्नुहुन्छ कि तिमीहरू आफ्नो जीवनलाई परमेश्वरको वचनमा फर्केर आफूलाई नवीकरण गर। यहोशूको जीवनबाट म 1को 7 र 8मा तपाईँले पाउनुभयो भने त्यहाँनिर के लेखेका छ भने, तपाईँ र म यहोशूलाई परमप्रभुले भन्नुहुन्छ 7 का 8, बलियो र अति साहसी हो, मेरो दास मोसाले तँलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालना गर, त्यसबाट दाहिने वा देब्रेतिर नफर्कनु। तर परमेश्वरले उसलाई के भन्नुभयो, मेरो व्यवस्थाबाट, मैले दिएको वचनबाट त दया वा देब्रे नफर्किनु। यहाँनिर तल आफमा व्यवस्थाको पुस्तकतिर ओरबाट नहटोस्, तर त्यसमा तैँले दिन रात ध्यान गर्नु, त्यसमा लेखेको सबै कुरा होसियारी साथ पालना गर्नु,
तेरा सबै मार्गमा तैँले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। पहिलो सुरु के हुनेछ? परमप्रभुको आज्ञा है, आफ्नो मुखबाट ओठबाट वचन नहटोस्। तैँले चर्चा गर। व्यवस्थाको तपाईँले व्यवस्थाको पुस्तक तपाईँले हेर्नुभयो भने व्यवस्थाको 6को 7मा के हुनेछ भने तैँले आफ्नो ओठले तेरो घरमा वचन प्रचार गर, चर्चा गर, चर्चा गर, चर्चा गर। त्यही भएर तेरो ओठबाट नहटोस् भने चाहिँ तैँले घरमा बस्दा तैँले वचनको चर्चा गर्नुपर्छ। तेरो मुखबाट परमेश्वरको वचन निस्किनु पर्छ। तेरो ओठबाट यहोशुवालाई भन्नुभएको परमेश्वरको वचन तेरो मुखबाट तेरो ओठबाट नहटोस्। व्यवस्थाको तपाईँले पढ्नु भने व्यवस्थाको 6को 7 पदमा तपाईँले हेर्नु भने म यहाँनिर ती तिमीहरूको आफ्ना छोराछोरीलाई होसियारी साथ सिकाऊ, घरमा बस्दा बाटोमा हिँड्दा ढल्केर सुत्दा उड्दा तिनको चर्चा गर। यो सुन तिनवटा कुरा कहिले सफलता पाउनु हो भने तेरो अगुवाईपन तेरो जीवन त जरा गाडीको तैँले उन्नति गर्न सक्छ भनेदेखि तैँले आफ्नो मुखबाट परमेश्वरको वचन नहटोस्। दोस्रो कुरा वचनमा दिन रात ध्यान गर्नु। के रहेछ? दिन रात ध्यान गर्नु, वचनलाई ध्यान गर्नु, नभुल्नु। तैँले वचनलाई भुलिस् भने त दुर्घटना हुनेछस्। तेरो जीवन तेरो सेवकाई तेरो परिवार होसियार गर। दिन रात वचनको ध्यान गर्नु, वचनमा दिन रात ध्यान गर्नु है। तर वचनलाई याद गर। परमेश्वरले के भन्नुभएको त्यो सम्झ। तेरो काम गर्दा त हिँड्दा त बस्दा त उड्दा तैँले व्यवसाय गर्दा परमेश्वरको वचनलाई सम्झना राख, याद गर। वचन सङ्ग्रहको पुस्तक पढ्नुहोस् त 1:2। वचन सङ्ग्रह पुस्तक 1:2 के भन्नु? त्यसले दिन रात उहाँकै व्यवस्थामा मनन गर्छ। त्यो कस्तो हुनेछन् रे? खोलाको किनारमा रोपेको बोट जस्तै हुनेछ। किन उसले परमेश्वरको वचनको रहस्य जानेको छ नि त। त्यो रहस्यमा उसको जीवन जिएको छ कि उसले। त्यस कारण त्यो रहस्यमा उसले आफ्नो जीवन चाहिँ खोलाको किनारमा रोपेको जस्तो चाहिँ बनाउँछ। आमेन। जस्तो सुकै समस्या आयो उसलाई मतलब छैन क्या, ढुक्क हुन्छ ऊ है। हेर्नुहोस् त, दिन रात ध्यान गर्नु। तेस्रो कुरा वचनमा लेखेका सबै कुराहरू के गर्नु? पालना गर। पहिले वचन पालना गर्नु। वचन सङ्ग्रहको पुस्तक 119 तपाईँले पढ्नु भन्नुभयो भने 119को 97देखि तलतिर पढ्नुभयो भने त्यो वचनकै बारेमा लेखेको छ। वचनकै बारेमा लेखेको छ है। तपाईँले 97 पदलाई हेर्नुहोस् त। 119को 97देखि तलतिर हेर्नुभयो भने यहाँ लेखेको छ। यहाँ यसरी लेखेको छ 97देखि म पढ्छु। आहा, तपाईँको व्यवस्थालाई म कति प्रेम गर्दछु। दिनभरि म तिनैमा माथि मनन गर्दछु। 98 तपाईँका आज्ञाहरू सदाकाल मसँग छन् र तिनले मेरा शत्रुहरू भन्दा मलाई बुद्धिमान तुल्याउँछ। के हो रे? मेरा सबै शिक्षकहरू भन्दा मेरो अन्तर्ज्ञान ज्यादा छ, किनकि म तपाईँको कानुनमाथि मनन गर्छु। तपाईँको कानुन भनेको छ है 1मा तपाईँको वचन पालना गरौँ भनेर मैले आफ्नो गोडालाई हरेक खराब मार्गबाट अलग राखेको छु। आमेन। तपाईँको वचन सुनौँ सिकौँ भनेर मैले खराब कुरा अरू कुराबाट मैले आफैलाई अलग राखेको छु। केबाट रे? अरू थोकबाट अरू चिजबाट मैले आफैले अलग राखेको छु। तपाईँ मैले आफैलाई अलग राख्नुपर्ने हुन्छ। तपाईँको वचन सुनौँ र सिकौँ भनेर मैले तपाईँको नियमहरू बुझौँ भनेर मैले आफैलाई अरू थोकहरूबाट मैले अलग राखेको छु। तपाईँको वचनहरू मेरो जिब्रोको लागि अति स्वादिष्ट छन्, महभन्दा पनि मेरो मुखमा ती बढी मिठा छन्। 103मा र 105मा यहाँ भन्नुहुन्छ तपाईँको वचन मेरा गोडाका निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। आमेन। त्यो परमेश्वरले हामीलाई यो वचन अध्ययन गर्ने विषयमा नवीकरण हुनको लागि कि तपाईँले मैले आफैले नवीकरण गर्नुहोस्। आमेन। आफूले परिवर्तन गर्नुपर्छ। जागृति आफैबाट ल्याउनु पर्ने छ। कहाँबाट? हामी आफैबाट जागृति ल्याउनु पर्ने छ नि त। अब छोटो समय फर्केर फेरि मत्तीको पुस्तकमा 7 अध्यायमा जानेछु। 24 यसकारण आजको मुख्य पद, यसकारण जसले यी मेरा वचन सुन्छ र पालना गर्छ म एक बुद्धिमान मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनाए। आमेन। जसले मेरा यी वचनहरू पढ्छ, अध्ययन गर्छ, सुन्छ, त्यो चाहिँ बुद्धिमानहरू। बुद्धिमान संसारका बुद्धिमानहरू तिमीहरू चाहिँ
आफ्नो घर चाहिँ उसले चट्टानमाथि बसाल्छ। घर भनेको चाहिँ यो घर होइन, भौतिक घर होइन के, आफ्नो जीवनको जग, मेरो हृदयको जग मैले कहाँ बसालेको छु? मेरो वचनमा बसालेको छु। त्यो चट्टान चाहिँ ख्रिस्ट हुनुहुन्छ। हामी वचन ख्रिस्ट हुनुहुन्छ। त्यो चट्टानमा मैले यीशु ख्रिस्टको जग फाउन्डेसनमा, यीशु मेरो चट्टान हुनुहुन्छ, मैले आफ्नो जीवन उहाँको वचनको गहिराइमा बसालेको छु। हामी पानी पर्यो, बाढी आयो अनि हुरी चल्यो, त्यसमाथि त्यस घरमाथि बजार्यो र पनि त्यो घर ढलेन, किनकि त्यो चट्टानमाथि बसालेको छ। त्यो जीवनहरू, त्यो जीवन चाहिँ वचनमा बसालेको छ के, केमा? वचनको गहिराइमा बसालेको छ, किनकि त्यो चट्टानमाथि बसालेको छ। 26 जसले मेरा यी वचन सुनेर पनि पालना गर्दैनन् त्यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्छ। मूर्ख मानिस हो कि बुद्धिमान हो? मूर्ख मानिससँग तुलना गरिन्छ। जसले आफ्नो घर बालुवा, आफ्नो घर चाहिँ कहाँ बनायो अरे? बाहिर चाहिँ ठुल्ठुलो कुरा गरेर हिँड्ने, तर आफ्नै जीवन चाहिँ धरापमा छ, परिवार धरापमा छ। बालुवा माथि बनायो। बालुवा यस्तो चिज हो जहाँले पानी परेपछि हरेर बग्छ, अनि त्यो बजार्यो, हुरी चल्यो, बाढी आयो, त्यसरी त्यो घर माथि बजार्यो, ढल्यो। त्यो घर ढल्यो अनि त्यसको ठुलो विनाश भयो, ठुलो विनाश उसको जीवनमा। कुराहरू भनिसक्नु भएपछि भिड उहाँको शिक्षा चाहिँ छक्क परे। 29 पद, किनकि उहाँले मानिसहरूको शास्त्री चाहिँ होइन, तर इजरायलले जस्तो होइन, अगमवक्ताले जस्तो होइन, तर अख्तियार पाएको स्वर्गबाट ओर्लेर आएको शिक्षकले जस्तो अधिकारले सिकाउनु भयो। तर तपाईँ र मेरो जीवनलाई हेरेर उहाँले भन्नुभयो। त्यसकारण प्रियहरू, परमेश्वरले आज भन्नुहुन्छ, तिमीहरू परमेश्वरको वचनमा फर्केर आओ। आमेन। तिमीहरू अटेरी नगर, घमण्डी नहो, जीवन चलिहालेको छ, आशिष छ, सबै कुरा त पुगेसरी छ, नभन्नुहोस्। त्यो सबै कुरा एक दिन टलेर जानेछ। एउटै कुरा टले छैन, जुन चाहिँ परमेश्वरको जीवित वचन। आमेन। फेरि इमान्दार हुनुहोस्। त्यसको लागि के गर्ने? मैले थोरै टिप्स ल्याएको छु। अनुशासन, सबैभन्दा पहिला आफैलाई अनुशासन गर्नुहोस्। हरेक दिन वचन पाठ र अध्ययनको लागि समय छुटाउनुहोस्। हरेक दिन आफैलाई अनुशासन गर्दाखेरि चाहिँ के हो? अनि दोस्रो कुरा चाहिँ प्रभुसँग प्रार्थना के हो? प्रभु, म तपाईँको वचन पढेँ, प्रभु मलाई सिकाउनुहोस्, तपाईँको मनले वचन पढेँ, परमेश्वर तपाईँसँग बोल्न सुरु गर्नुहोस्। होइन? अनि दोस्रो कुरा चाहिँ बानी बसाल्नुहोस्, आदत बनाउनुहोस्। एउटा पुस्तकबाट सुरु गर्नुहोस्, सबै प्रार्थना गर्नुहोस्, मनन गर्नु, एक पाठ गर्नुहोस्, दोहोऱ्याइ 2-3 पल्ट गर्नुहोस्, नबुझेसम्म। त्यसरी मनन गर्नुहोस्, प्रभुसँग प्रार्थना गर्नुहोस्। उहाँ आफै शिक्षक हुनुहुन्छ। आमेन। पवित्र आत्मा तपाईँको स्वयं शिक्षक हुनुहुन्छ। पवित्र आत्मा तपाईँको शिक्षक हुनुहुन्छ। भन्नुहोस् प्रभुलाई, पवित्र आत्मा तपाईँ मेरो शिक्षक हुनुहुन्छ, मलाई सिकाउनु। आमेन। प्रभुलाई धन्यवाद होस् उहाँको वचनको लागि। अनुसार प्रार्थना गर्नु। जिउनलाई एउटा जीवन छ यहाँ, लड्नलाई